बाबु तिम्रो यो अगाडि भएको सामान के हो? अगाडि त धेरै सामान राखेर छ तिमीले। नमस्कार सबैजना। नमस्कार। सबै मान्छेहरूले यस्तै गरेर राख्छन् अनि मैले नै आज यस्तै गरेर राखेको। सबैले आफ्नो घरबाट लिएर सामान देखाउनुहुन्छ, त्यही भएर तिमीले पनि आज आफ्नो घरबाट लिएर सामान देखाएको हो। के सामान हो यो? कसले पठाइदिनु भएको कि आफै गाउँ गएको थियो अनि आफै लिएर आयो त बाबु? मेरो कालीकोटको मम्मीले ल्याइदिनु भएको। कालीकोटको मम्मीले ल्याइदिनु भएको? तिम्रो घर कालीकोट हो? तिमी घर जान्छौ? जाँदिन, तर मम्मीले पठाइदिनु भएको। तिम्रो घर चाहिँ तिमी कहिले जान्छौ? घर पछि ठुलो भएपछि जान्छु। तिमी घर नगए नि घरको सामान आइरहँदो रहेछ है तिमीबाट? कति वर्ष पछि आउँछ कि महिना पछि आउँछ? आउँदैन, कहिलेकाहीँ आउँछ। कहिलेकाहीँ आउँछ। उहाँबाट मान्छे आएको बेलामा पठाइदिनुहुन्छ हो? आज चाहिँ यो कसले ल्याइदिनु भयो? आज मम्मीले पठाइदिनु भयो, बाबाले लिएर आइदिनु भयो। तिमीलाई कहिले थाहा थियो नि मम्मीले पठाइदिनु भएको भनेर? हिजो फोनबाट भन्नुभएको। हिजो फोन गरेर मम्मीले भन्नुभयो, आज बाबाले ल्याइदिनु भयो। तिमीलाई धेरै माया गर्नुहुन्छ है दाइ भाइलाई बाबा मम्मीले? मम्मीको माया कति लाग्छ तिमीलाई? धेरै लाग्छ। तिम्रो बाबा मम्मी मात्रै हुनुहुन्छ कि दाइ दिदीहरू नि हुनुहुन्छ? बाबा मम्मी दाइ दिदी नि हुनुहुन्छ। सबैजना हुनुहुन्छ। अनि तिम्रो त्यो सामानको नाम चाहिँ भन न, सुन्न पायो भने के रहेछ हामी पनि जानौँ। यो सिमी, घिउ, केरा यो स्याउ, बनाना भन्देऊ लो, बनाना। ओखर, टिमुर, यतापट्टिको के हो? मुलाको सिम्की। अनि यसलाई कालीकोटतिर भाषामा जुम्ला हुम्लातिर मुलाको असुरो भन्नुहुँदो रहेछ है। अनि त्यो अगाडिको हरियो चाहिँ के रहेछ? हजुर। यतापट्टिको? यो गुन्द्रुक। यतापट्टि? यो मासी धानको चामल। त्यो अर्को? यो घिउ। त्यो प्लेटको सिस्नाको धुलो। सिस्नाको धुलो यो। त्यो सिस्नाको धुलो। त्यो मार्सी धानको चामल चाहिँ के गर्ने रहेछ? यसले खिर पकाउने हो। खिर पकाएर खाने? खिर जाउलोहरू पकाएर खाने। भनेपछि मार्सी धान चामल नै पाइँदो रहेछ है कालीकोटमा? जुम्लाकोमा पाइन्छ भनेर सधैँ जुम्लाको कुरा सुनिन्थ्यो है, यहाँ पाउँछ भनेर हाल्नुहुन्थ्यो। हामीले त घरमै पायौँ है। कति राम्रो रहेछ हेर त मार्सी धानको चामल। खै एक फेर हातले देखाउ त यसरी। अनि यति सामान पठाइदिनु भयो, तिमी के भन्छौ त मम्मीलाई? त्यो स्याउ चाहिँ कहाँको रहेछ? कोटे कोटे गरेछ? जुम्लाकै हो? के कालीकोटकै हो? कालीकोटको स्याउ, केरा। हिजोको केरा आजसम्म कति राम्रो भदो रहेछ है। नेपाल कालीकोटी नेपालै हो। अनि तिमीलाई यति सामान घरबाट आउँछ, घर जान मन लाग्छ कि लाग्दैन? घरको याद कतिको आउँछ तिमीलाई? धेरै आउँछ। घर जान पाए हुन्थ्यो जस्तो लाग्छ है। तिमी अहिले चाहिँ कहाँ बस्छौ? हामी अहिले नेपालमा बस्छौँ। नेपाल त सबै नेपाल हो। तिमी कुन ठाउँमा बस्छौ त? अब काठमाडौँतिर बस्छौ कि सुर्खेत बस्छौ कि चितवन बस्छौ कि? अब होला नि त काहीँ न काहीँ। कुन ठाउँमा बस्छौ? कालीमाटी। भनेपछि काठमाडौँमा भन्यो हो? अब तिम्रो घरमा आउनुपर्छ क्या यो चामलको भात खानलाई, खिर खाना, जाउलो खाना। भनेपछि त तरकारी किन्न नपर्ने, खान मन लाग्यो भने स्याउ किन्न नपर्ने, घिउ हालेर चामल खिर पकाएर खान मिल्ने है। सिमीको तरकारी खान नि मिल्ने। ओखर पनि रहेछ ल। त्यसलाई इङ्ग्लिसमा के भन्छन्? यसलाई इङ्ग्लिसमा वालनट। त्यो पहेँलो के रहेछ त्यसलाई? के भन्छन् सानो मान्छे? बनाना। थ्याङ्क यू बनाना। अनि यसलाई? चामल। चामल।
इङ्ग्लिसमा? 22 अनि यो के को डल्ला रहेछ फेरि? एप्पल एप्पल। कसले पठाइदिनु भएको सानो मान्छेलाई? कालीकोटको मम्मीले कालीकोटको मम्मीले पठाइदिनु भएको। ए भनेपछि कालीकोटको सामान आयो आज है। अनि यसलाई चाहिँ के भनिन्छ? नासो भनिन्छ कि गिफ्ट भनिन्छ कि के उपहार भनिन्छ कि के भनिन्छ? यसलाई गिफ्ट भनिन्छ कि उपहार भनिन्छ कि के नासो भनिन्छ कि गिफ्ट गिफ्ट भनिन्छ? सानो मान्छे के भनिन्छ यो सामानलाई? गिफ्ट भनिन्छ। घिउ घिउ। घिउ अहिले खाइहाल्नु मन लाग्छ कि एकछिनपछि? एकछिनपछि त्यत्तिकै खाने कि खिर बनाएर जाउलो बनाएर खाने? खाना खाँदा हालेर खाने? खिर बनाएर जाउलो बनाएर खाना खाँदा ल अब भनेपछि तिम्रो मम्मीलाई छिट्टै गरी खिर बनाइदिनु, जाउलो बनाइदिनु, घिउ हालेर बन्न पर्यो है। तिम्रो मम्मी कति ज्ञानी है। मम्मीले पठाइदिनु भएको सामान त धेरै आएछ है। तर कालीकोट नजिक छ कि टाढा छ? टाढा छ। त्यही भएर घर नगा हो कि बाबा मम्मीले लैजानु भएको? बाबा मम्मीले लैजानु भएको बाबा मम्मीले नलगिजानु भएको। दिनु भएको ए बाबा मम्मीले किन नि नलैजानु भएको? पर्सि लग्छु भनेर नलग्नु हो र? ए भोलि पर्सि जाने भनेर बस्या हो? अहिलेसम्म घर देखेको छैन। छैन तिमीहरू कहाँ जन्मिएको नि? मम्मी कतै जन्मेको नेपाल त सबै नेपाल हो, काठमाडौँमै जन्मिएको। तिमी नभन ल ल ल भाइको पालो। ल भाइ भन्नुहोस्, तपाईँको सामान धेरै रहेछ अगाडि। ल भन्नुहोस्। अनि यो सिस्नाको धुलो, सिस्नाको धुलो यो बनाना त्यो ओखर, ओकर गुन्द्रुक, गुन्द्रुक मुलाको असुरो, बरेला, करेला, गुन्द्रुक। सबभन्दा त्यतिमा सबभन्दा मिठो चाहिँ के रहेछ? भनेपछि त्यो चाहिँ तुरुन्तै खाइहाल्न पाइने भएर मिठो भयो स्याउ र केरा। घिउ नि धेरै मिठो छ। ल भनेपछि अहिले खाइदिने। अनि सिबी चाहिँ के गर्न ल्याए नि? तरकारी पकाउन तरकारी बनाएर खाने कि दाल? तरकारी पनि दाल पनि अनि यति सामान खाएपछि मान्छे मोटाउँछ कि दुब्लाउँछ? मोटाउँछ मोटाउँछ। ए यसमा केही केमिकलहरू मिसिएको छैन? छैन छैन, अर्ग्यानिक हो। ए भनेपछि त यस्तो खानालाई गाउँमै बन्न पाइँदछ है। गाउँबाट आउने जाने भयो भने गाउँबाट ल्याउनु हुँदो रहेछ है। ए कति मिठो, कति राम्रो है बाबाले। अनि बाबाले कति बेला ल्याइदिएर जानुभयो त? हिजो फोन आयो, आज ल्याइदिएर गइसक्नुभयो। मम्मीले पठाइदिनु भएको बाबाले यहाँ ल्याइदिनु भएको अनि कालीकोट त धेरै टाढा छ भन्नुहुन्छ सबैजनाले, तिमीहरूलाई त नजिकै लाग्दो रहेछ त। टाढा भएर घर नगए मान्छे। अनि के प्लेनमा आउनुभयो कि गाडीमा आउनुभयो त तिम्रो बाबा? गाडीमा आउनुभयो, प्लेनमा आउनुभयो। कहाँबाट प्लेनमा आउनुभयो? सुर्खेतबाट प्लेनमा आउनुभयो। अनि तिमीहरूबाट सामान आइपुग्यो। सबै खाम जस्तो छ है, मिठो। स्याउ त झनै मिठो होला है, गुलियो। ल त अब यति सामान पठाइदिनु भएकोमा मम्मीलाई के भन्छौ त तिमीहरू दाइ भाइ मिलेर? के भन्नुहुन्छ? ल भन्नुहोस् त। राम्रो छ सामान भन्ने, मिठो छ भन्न पर्यो है। अनि मम्मीलाई फेरि अर्को के भन्न पर्यो अन्तिममा? धन्यवाद, थ्याङ्क यू। मम्मीलाई अब धन्यवाद भन्न पर्यो है हामीलाई। मम्मीलाई के दिने होला सानो मान्छेले? हजुर घडी दिने? अहिले दिने हो कि भोलि पर्सि दिने हो कि के गर्ने होला? भोलि पर्सि मम्मीलाई घडी दिन्छौ? मम्मीले यति सामान पठाइदिनु भएकोमा खुसी मानेर भोलि पर्सि घडी किनेर दिने?
चस्मा पनि दिने आँखामा धुलो पर्छ है बाबालाई नि बोटा पनि त्यसको भनेपछि अब यति सामान हामीलाई पठाइदिनु भएकोमा टाढादेखि हामीलाई यहाँ ल्याइ पुर्याइदिनु भएकोमा बाबालाई धेरै धन्यवाद अनि पठाउनु भयो मम्मीलाई नि धन्यवाद है दाइ दिदी सम्पूर्ण सबैजनालाई धेरै धेरै धन्यवाद हामीलाई यति सामान ल्याइदिनु भयो है उहाँले कहाँबाट खोजेर ल्याउनु भएको छ अनि हामीलाई पठाइदिनु भयो भनेपछि उहाँले धेरै दुःख गरेर कता कताबाट खोजेर आफ्नो घरको गरेर सबै गरेर छोराहरूलाई पठाइदिनु भयो है अनि छोराहरूलाई खुसी भयो मनमा अनि तिम्रो मम्मी कहिले आउँछु भन्नुभएको त मम्मी पछि वैशाखमा मम्मी आउनुहुन्छ अरे ए ल त ल मम्मी आएपछि भेटघाट गर्ने अब यति सामान पठाइदिनु भएको छ है धेरै खुसी हुने खाने बलियो हुने होइन त खाएर अनि पढेर धेरै पढेर पैसा कमाएर मम्मीलाई घडी किनिदिनु पर्यो बाबालाई चस्मा किन्न पर्यो है भनेपछि तिम्रो बाबा त चस्मा लाउनुहुन्छ है मम्मीलाई चस्मा र घडी बाबालाई चस्मा र घडी दाइ र दिदीलाई चस्मा र घडी हस् हस् ल थ्याङ्क यू है थ्याङ्क यू यति भिडियो बनाउनु पाइयो हजुरहरूको अनि यति खुसी भएर यस्तो कुरा गर्नुभयो है हस् अब भयो म त दादा र दिदीलाई बाबालाई